नेपालीको धरोहर धरोहर। भक्तपुरको अहिलेको यहाँ मैले सुन्दाखेरि चाहिँ खास गरी सेग्रिगेसन मात्रै गर्ने हो, वर महिला त्यहाँ राख्ने हो होइन। त्यहाँ गएर सड्ने नसड्ने खालको चाहिँ छुट्याएर सड्नेलाई चाहिँ आफ्नो ठाउँमा सडाएर मलको रूपमा पहिलाको युज गर्ने र नसड्ने चाहिँ त्यो सडाउन सकिँदैन, जो गलाउन सकिँदैन त्यो चाहिँ सिस्टोरसम्म पुर्याउने भक्तपुर नगरपालिकाले गरेको मैले बुझेँ। अब यहाँले भनेको थिएँ बर्खाको टाइममा कहिलेकाहीँ कुनै कारणले पानी सानी पऱ्यो भने अलिकति दुर्गन्ध आउन सक्छ। खास गरी यो साउन महिनामा साउन भदौमा कहीँ पानी परेको अवस्थामा त्यस्तो ठाउँ ठाउँमा आएको पनि छ, समस्या आउन सक्छ। अब त्यसलाई कसरी न्यूनीकरण गर्ने आज विषय त्यसैमा छलफल गरौँ होइन। अब गन्ध आएको छ, दुर्गन्ध छ भने अब मैले त फिल्म हेरेको छैन, फिल्ममा हेरेर पनि दुर्गन्धलाई कम गर्ने कुरा पनि हुनसक्छ। त्यसका पनि मेजरमेन्टहरू छन्। दैनिक रूपमा त्यहाँ फिनेलहरू हालेर हुन्छ कि त्यो पोटासियम के हाल्छ त्यो हालेर हुन्छ कि दुर्गन्ध पनि नआउनु नदिने। मेन कुरा त्यहाँ व्यवस्थापन नगर्ने, सेग्रिगेट मात्रै गर्दाखेरि त्यस्तो समस्या आउँदैन, सेग्रिगेसन त्यस्तो समस्या आउँदैन। तर अब पानी परेको कारणले कहिलेकाहीँ छड्के पानी पर्छ, त्यहाँ पानी पर्न सक्छ। मैले मेरो साथसँग अहिले माथि पनि हामीले छत पनि लगाएकै छौँ, छत लगाउँदाखेरि पानी नछिर्नु पर्ने, कहिलेकाहीँ साइडबाट पानी छिर्न सक्छ, कहिलेकाहीँ त्यसले दुर्गन्ध पनि आउन सक्छ। अब हामीले कुनै पनि घटनालाई परिघटनालाई धेरै अतिरञ्जित गरेर चाहिँ अगाडि बढ्दाखेरि पनि त्यसले जुन दीर्घकालीन समस्याहरू आउँछ, धेरै त्यो अतिरञ्जित पनि गर्नु हुँदैन। त्यहाँ एउटा कुरा के हुनसक्छ भने पानी यदि फोहोरमा छिर्यो कतैबाट भनेदेखि फोहोर त गराउँछ, दुर्गन्ध त्यो कारणले आउँछ। त्यसलाई के गर्ने, फिनेल हाल्ने हो कि त्यो पोटासहरू के हाल्ने हो कि डेली हालेको देख्छु म होइन। त्यति गर्दा गर्दै पनि अरू नगरपालिकामा धनकुटामा पनि अघि मेरो सबै सेयर गरेँ, त्यहाँ डेली हाल्दाखेरि पनि कहिलेकाहीँ लिचडहरू आउँछ त्यसबाट। त्यो लिचडहरूमा चाहिँ अलिकति रिफ्लेक्सन के होइन, किरा फटाकाहरू बढी आएको देखिन्छ, झिँगाहरू बेसरी बसेको देखिन्छ त्यो लिचडमा। त्यसलाई पनि अलिक नियन्त्रण गर्ने उपाय छन्, डेली सिन्सियर चाहिँ हुनुपर्छ, त्यतातिर एउटा जाउँ मैले एउटादेखि। अर्को दोस्रो कुरा के हो भने अब त्यहाँबाट फोहोर लाने लैजाने गर्दाखेरि पनि अब त्यो वास्तवमा सबभन्दा मलाई के लाग्छ भने त्यो फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको स्वास्थ्य पनि बडा संवेदनशील छ क्या। मास्क पनि नलाएर काम गरिरहेको छु मैले, मास्क लगाउने, त्यो एप्रोनहरू लगाउने, उसको पनि त जीवन स्वास्थ्य हो नि त, जीवनप्रति हो उसको स्वास्थ्य। त्यसै सँगसँगै त्यो गाडीमा चाहिँ अब चुहाउँदै हिँड्नु पनि राम्रो भएन। त्यो गाडी कतै केही छ कि मर्मत गर्नुपर्नेको छ कि पानीले भिजेको हुन्छ, अहिपछि छुइँदैन, ठ्याक्कै बर्खामा छुइन्छ क्या त्यो। अघिपछि के भन्छ पानीले भिजेको हुँदैन, भिजेको सामान हाल्ने बित्तिकै त त्यो भिजेको सामान त त्यो गाडीमा हाल्दाखेरि त छुइहाल्छ त। त्यस कारणले त्यसलाई अलिकति गाडीको कुनै भागहरू पनि सरसफाइ माथि कभर गर्ने हो कि तल्लो भागलाई पनि अलिकति त्यो बाटामा नछुइने गरी गऱ्यो भने, बाटामा छुइने त सबै समाजलाई राम्रो पनि भएन। त्यहाँतिर पनि लाग्नु, फिनेलहरू पोटासहरू हालेर त्यो लाग्नु, त्यो सेग्रिगेसन सेन्टरमा छ, त्यसलाई अन्यथा लिनु पनि भएन। यदि कुनै ठाउँबाट पानी त्यहाँ छिर्छ भने त्यो कतै छतहरू हाल्दाखेरि कतै पानी नछिर्ने बनाउन सकिन्छ कि होइन। छड्के पानी पऱ्यो हुनाले अब घरमा त पानी छिरेर आउँछ अहिले भनेदेखि अब त्यो त छिर्यो होला, त्यसमा नछिर्यो बनाउनु सकेर त्यसको पनि अलिक व्यवस्थापन गरौँ। त्यसो गऱ्यो भने एउटा कन्स्ट्रक्टिभ वेमा जाउँ होइन। अब विचार उठ्नु राम्रो हो। अब मेयरको हाम्रो एउटा सदस्यज्यूको पनि मैले भिडियो पनि हेरेँ, कुनै कुरालाई विचार उठ्नु नै खराब हो भन्नु हुँदैन, विचार उठेपछि समस्याको समाधान दिनुपर्छ जस्तो मलाई लाग्छ। यो युएसमा देखेको मैले, सहरको बिचमा सेग्रिगेसन सेन्टर हुन्छ क्या, उनीहरू बस्तीको बिचमा सहरको बिचमा हुन्छ, तर बाहिरको मान्छे ठ्याक्कै थाहा भएर आउँदैन क्या। जस्तै वरिपरि घेरेको हुन्छ, सहरको बिचमै राखिरहेको छ तिनीहरूले, मैले युट्युबमा हेरेको थिएँ। अन्त सेग्रिगेट नै गर्ने, हामीले कुनै व्यवस्थापन गर्ने त्यो सेग्रिगेट छान्ने ठाउँ छ। त्यस कारणले अलिकति वातावरण शाखामा बस्छ भने भक्तपुर त अब ठिकै छ भन्ने मलाई मेरो अन्डरस्ट्यान्डिङ थियो। त्यो युट्युबबाट पनि फलोअप गरिदिनुहोस् क्या, युट्युबमै देखिन्छ सबै थोक क्या। धेरै हामीले एक्सपोजर भिजिट भन्छौँ नि, हामी त्यहाँ गएर हेर्नु हुँदाखेरि हेर्दा तर मैले हो ठिकै हो, राम्रै हो नराम्रो, तर त्यो एउटा अपर्च्युनिटी पाइएन भने पनि युट्युबबाट पनि विश्वको कुन देशमा कसरी व्यवस्थापन गरिरहेको छ हेर्नु होला। यहाँ हामी पनि सहरको बिचमा राखेको हुन्छ, अमेरिका युएसमा त्यहाँ सहरको बिचमा राखिरहेको छ। ओहो अचम्म लाग्यो, जनता त्यहीँबाट हिँडिरहेको छ, मान्छे त्यहीँबाट हिँडिरहेको छ, फोहोर त्यहाँ सेग्रिगेट भएको थाहा नै छैन क्या। त्यस कारण त्यो पनि अलिकति त्यो पनि एउटा काम लाग्न सक्छ है। ट्याङ्कको पनि फोहोरसँग होइन तपाईँको त हो कि नै